सदस्यहरूको प्रतिनिधिको रूपमा हामी यहाँ आज उपस्थित भएर कार्यक्रम गरेका छौँ। यो संस्था आज हामी स्थापना दिवस, यो संस्था कसरी बिजारोपण भयो भन्नेबाट म सम्झना यहाँलाई चाहन्छु। संस्थाको बिजारोपण मैले अघि पनि भनिसकेँ, 2056 साल असोज 14 गते बसेको भेलाबाट यो संस्थाको जन्म भएको छ। र आज हामी यहाँ ज्योतिर्मय स्वामी साकोस यति अर्ब भयो, यतिवटा चाहिँ सेवा केन्द्रहरू बटुल्यौँ, वा यतिवटा सदस्य, यति हजार सदस्यको बिचमा छौँ भनिरहन पाउनको लागि पहिलो बिजारोपण चाहिँ 2056 सालमा भएको छ। त्यो कुरा चाहिँ हामीले सम्झिनको लागि हामीले सम्झिनुपर्ने हुन्छ। यो बेला म सम्झिन चाहन्छु। संस्थासँग 80 फागुन 19 गरेर 6वटा संस्थाहरू एक अर्कामा एकगठ भएर आज ज्योतिर्मय स्वामी साकोस बनेको छ। र त्यसको एकीकरण रूपमा साथको प्रथम सञ्चालक समितिलाई पनि म यहाँ सम्झिन चाहन्छु। लिन नचाहनुका कारणहरू वा लिन नसक्नुका कारणहरू पो अब खोजी गर्ने हो कि भन्ने मलाई लाग्छ। र अघि थुप्रै विषय आइसके, यहाँ केही भनिरहनु पर्ने विषय छैन। यहाँहरूले गरेको हरेक सकारात्मक पहलमा कदममा हामी नागरिक समाजको अगुवाको तर्फबाट हामी नेपाली सरहरू, संस्थाका पदाधिकारी साथीहरू, लेखा समितिका साथीहरू, सबै सेवा केन्द्रका संयोजकज्यूहरू, विभिन्न उपसमितिका साथीहरू, शुभचिन्तक, म्यानेजमेन्टका साथीहरू, सबैलाई म संस्थाको तर्फबाट हार्दिक अभिवादन व्यक्त गर्न चाहन्छु।